हेलो एभ्रिवान, आज चाहिँ म मेरो गोरे भाइसँग क्यामेल पार्क जाँदैछु। मेरो गोरे भाइ चाहिँ मेरो साथीलाई देखेर लजाएर मसँग टाँसेको टाँसै। फाइनली 30 मिनट्स ड्राइभ फ्रम लार्नाका हामी चाहिँ इन्ट्रान्स गरिसकेछौँ क्यामेल पार्कमा। टडाङ! र इन्ट्रान्स गर्ने बित्तिकै त्यहाँ एकदम धेरै प्रडक्टहरू देख्न सक्नुहुन्छ र म चाहिँ अलिअलि घुमेँ, यताउति सब भिजिट गरेँ। आफ्टर भिजिट म चाहिँ क्यामेल राइड गर्दैछु। यस्तो राम्रो, यस्तो रमाइलो लाग्यो मलाई त्यहाँ चाहिँ। तर अलिकति घामको कारणले चाहिँ म हुन्छ नि अलिकति घाममा चाहिँ कसैलाई टाउको दुख्छ त्यस्तै भयो थियो मलाई। त्यसपछि म गएँ लिमर्सलाई खाना खुवाउन। यस्तो राम्रो यिनीहरूको हुन्छ नि त्यो कपाल यति सफ्ट मलाई चाहिँ त्यहीँ बस्न मन लाग्थ्यो यिनीहरूसँगै। एउटा ल्याउन मन लाग्थ्यो तर के गर्नु, ल्याउन मिलेन। ओके, यति रमाइलो यिनीहरूलाई देखेर मलाई यस्तो मजा लागिरहेको थियो। त्यसपछि हामी थोरै फन गर्दै अनि त्यसपछि थाकेर हामी एकछिन स्विमिङ पुलतिर गएर खाना अर्डर गऱ्यौँ। त्यहीँनिर तपाईँहरू स्विमिङ गर्न चाहनुहुन्छ भने स्विमिङ गर्न पनि सक्नुहुन्छ। त्यहीँनिर ठुलो र बेबीको लागि छुट्टै छ स्विमिङ पनि। हाम्रो गोरे भाइले गम्दियो। अब हामी चाहिँ घर जान्छौँ। बाई बाई।